हेलो साथीहरु, नमस्ते। के छ ठिक छ? म चाहिँ फर्स्ट भिडियो बनाउन लागेको है युट्युब को लागि। हैन यसो तिर बनाम के भनेर है, यस्तो गाउँ घरतिर हैन ग्वाला आइरा छु। अहिले चाहिँ ग्वाला आएको छु। यसो हरियाली छ डाँडा बागातिर हैन, बाख्रा पनि उतैन्छन्। यस्तो यस्तो खतरा खतरा छ हैन सिन चाहिँ। मान्छे नराम्रो भयो नि सिन त राम्रै छ हैन। यस्तो च्वाक च्वाक छ हैन, यस्तो लारी खतरा खतरा छ हैन। यता चाहिँ भिरै छ, भिर तल तल चाहिँ भिर छ। यतातिर चाहिँ उकालो उकालो छ हैन। बाख्रा कता मरे फेरि। बाख्रा ढारिए के हो, प्याउली छैन। बाख्रा प्याउली खाइन ढारे अन्त भुर्ता लाइन्छ गाई चाहिँ हैन। लिर्कै लाएर भुर्ता लाइन्छ। खाइने खाइन्छ, नखाइने फालिदिन्छ हैन। लिर्को चाहिँ लाइन्छ है, लिर्को। सिक्ने बाख्रा कहाँ गइछन् जानु नि। कता गयो कता गयो कता गयो। पारी पुगिसकेछ हैन। डुल्न पायो भने फेरि बाख्राले पनि पुच्छर ठर्याउँदै डुक्रिन्छ नि त हौ। तिनीहरूको पुच्छर काटेर फेरि भुर्ता लाउनु पर्ने हो कि हैन। आया ठेक्लिन्छ हौ, ठेक्लिए। लालिरको किले ठिरको पारे बतक छारे पनि। यही हो गाउँ घरतिर लिरको लाउने बस्ने, यस्तै चलिरहेछ। पानी पनि परिगयो छ हैन। यी पारदेखि परियो पानी, मरिगयो पानी। यताबाट नि मरिगयो। यति मात्रै जिउँदैछ, त्यो नि मर्छ। अब थोरैका मर्नेवाला छ। गाह्रो छ गाह्रो छ। ग्वाला आइरहेको छु म चाहिँ। ग्वाला के छ त? लिरको लाउने हो त ग्वाला हैन। कमेन्ट गरौँ है सबैले। लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरौँ है त। माया माया दिउँ है, हामीलाई पनि माया 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 चाहियो के। 2-4 रोटी हैन। के छ त अरू? सब च्वाक हुनुपर्छ है केटाहरू, केटाकेटीहरू, बुढापाखाहरू, साना बच्चाहरू पनि खुसी हुनु पर्यो नि त। पारा देखाउनु पर्यो केटा हो, पारा। सबैले माया सपोर्ट गरौँ है त सबैले। ल ल फर्स्ट भिडियो यो चाहिँ। अरू भिडियो पनि आउँछन् साथ। सपोर्ट पाएपछि अरू भिडियोहरू पनि आउँछन् हैन। यस्तो डाँडा पाखाको भिडियोहरू पनि आउँछन् है। चटक्क लाएर यस्तो दामी दामी छ। दामी 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 छ हैन। चटक्क लाएर हाम्रो गाउँ चाहिँ यही हो। यस्तो छ चटक्क लाएर है। यही हो लिरको सिरको लाउने। चलिरहेछ जिन्दगी, कहिलेसम्म पो चल्छ। ल ल सोल्टा सोल्टीहरू, बाख्रा साख्रा भागिसके, खोज्न जानुपर्ने भयो अब। भेटेसी त साँच्ची बाख्रा आयो। कहाँतिर पो थियो अघि भर्खर। बाख्राले लिरको लाउँछन् आज। कसका घोगा लगाइदिने हो, कसका गहुँ लगाइदिने हुन् हैन। लिरको त पक्कै लाउँछन् हो। नजोतिन लिरको लगाइदियो भने त गाह्रो छ नि त हैन साथीहरू। कटा पार्छ है तल घाँडो। छ होला यतै कतै। साराम सुरुम गाराम गुरुम त पार्छ। यतै त होला नि। तल रहेछ गाइस बाख्रा त। भागेर हिँड्छ है। ज्यादा छैनन्, त्यही 8-10 टन।
8-10 हजारले लास्टै दुःख दिँदैन होस् साथीहरू। जुगा पनि माछिन ढेलमा ठासियो क्या जुगा ठासिएर हिँड्छ है। जुगा यस्तै हुन्। जुगा मात्र लाग्दैन नि ऊ तल भिरपाखा यस्तो छ साथीहरू। म गोला आएको ठाउँ चाहिँ यस्तो ठिक छ होइन त? ठिक हुनु पऱ्यो नि त हौ सोल्डरहरू सुहाएको छ यता त। क्या ओहै लडबेरी ओहै लडबेरी ओहै चार्जर सक्यो छिर्ने चार्ज। यस्तै चलिरहेछ हौ फन यसरी घुम्छ फेरि यसरी घुम्छ यसरी नि घुम्छ यसरी घुम्छ। चिने आँखै त यार के छ त अरू ठिक छ? ठिक हुनु पऱ्यो। अनि खै त उ त्यहाँ लाइक गरे खै, कमेन्ट गरे खै, सेयर गरे खै, उ त्यहाँ सब्सक्राइब गरे खै। छिटो ऊ त्यति अझ छिटो भने अझै गरे छैन है राम्रोसँग। छिटो साथ सपोर्ट यहाँ भाइलाई, दाइलाई, कान्छुलाई, अङ्कललाई, बाजेलाई सबैलाई है। यो बाठोलाई पनि है। ल अर्को भिडियोमा अब। जय नेपाल।